रेकी विद्या एक प्राचीन टेक्निक हो। यसलाई जानेर हामीले कुनै पनि चीजलाई नछोइकन हल्लाउन सक्छौं, कुनै पनि चीजमा हामीले एनर्जी ट्रान्सफर गर्न सक्छौं, रोगीको उपचार गर्न सक्छौं र यसबाट धेरै क्रियाहरू गर्न सक्छौं। कसैलाई आशीर्वाद दिन सक्छौं। तपाईले पुराना तस्बिरहरू या देवताहरूको तस्बिरमा हातबाट ऊर्जा निक्लिने गरेको देख्नु भएको होला। एक लाइट जस्तो चित्रमा देख्नु भएको होला। त्यो नै रेकी हो। हाम्रो हातबाट ऊर्जा निक्लिने गर्छ। हाम्रो शरीरको तीनवटा भागबाट सबभन्दा ज्यादा एनर्जी निक्लिने गर्छ। एउटा हो आँखा, दोस्रो हो स्वर, ध्वनि र तेस्रो हो हाम्रो हात। हाम्रो हातमा पञ्चतत्व हुने गर्छ। यसमा हुने गर्छ अग्नि, यसमा हुने गर्छ वायु, यसमा हुने गर्छ आकाश र यसमा हुने गर्छ पृथ्वी, यसमा हुने गर्छ जल। र यी पञ्चतत्वहरू हातमा भएको कारणले नै हामी योगमा मुद्राहरू लगाउने गर्छौं। जस्तै हामीले यो मुद्रा लगायौं भने हामी आकाश मुद्रा लगाउँदैछौं। यो मुद्रा लगायौं भने हामीले पृथ्वी मुद्रा लगाउँदैछौं। यो मुद्रा लगाउँदा हामी जल मुद्रा लगाउँदैछौं। हाम्रो शरीरमा कुनै पनि चीजको कमी भयो अथवा ज्यादा बाहिर निक्लिरहेको छ त्यो चीज भने, त्यो तत्व भने हामी मुद्रा लगाउने गर्छौं। त्यस्तै हाम्रो शरीरमा, हाम्रो हातमा चाहिँ एनर्जी हुने गर्छ। यदि तपाई रेकीको सही तरिकाले, सही विधिले साधना गर्नुहुन्छ भने तपाईले 15 या 20 दिन भित्र नै हातमा भाइब्रेसन महसुस गर्न सक्नुहुन्छ। हातमा एक प्रकारको धेरै ऊर्जा, तनाव आएको र मेरो हातमा चाहिँ एकदमै ऊर्जा आइसकेको छ भन्ने तपाईले आफै महसुस गर्न सक्नुहुन्छ। यसको लागि केही विधिहरू छन्। हामी सबभन्दा सुरुमा यो विद्यालाई प्रयोग गर्नको लागि, सुरुमा साधना गर्नको लागि एउटा सिराने लिने गर्छौं। नयाँ सिराने ल्याएर हामी त्यसमा साधना गर्ने गर्छौं र सिरानेमा जब हामी साधना गर्छौं, साधना गरिसकेपछि हाम्रो हातमा केही भाइब्रेसन आइसकेपछि हामी पुनः यसलाई जलमा गर्ने गर्छौं, यानी पानीमा गर्ने गर्छौं। हामी एउटा थालमा अथवा कुनै पनि चीजमा पानी राख्छौं र पानीमा हामी त्यसमा हातले त्यसलाई हल्लाउने प्रयास गर्छौं, भाइब्रेसनले त्यसमा हल्का हलचल ल्याउने प्रयास गर्छौं नछोइकन। त्यसपछि पुनः हामी यसलाई बोट बिरुवामा प्रयोग गर्ने गर्छौं। झारमा अथवा कुनै पनि वृक्षको पत्तामा नटिपिकन, जस्तो एउटा पत्ता छ झुन्डिएको, त्यसमा हामी त्यसलाई हल्लाउने प्रयास गर्छौं नछोइकन। पुनः हामी यसलाई जनावरमा प्रयोग गर्छौं र पुनः हामी मानिसमा प्रयोग गर्ने गर्छौं। जब हामीले एक कुराहरूलाई सिद्ध गर्दै जान्छौं तब हाम्रो हातमा भाइब्रेसनको कारण, धेरै एनर्जी आएको कारणले धेरै भाइब्रेसन आउने गर्छ र धेरै तनाव हाम्रो हातमा आउन थाल्छ। तब तपाईले कुनै पनि चीजलाई नछोइकन त्यसलाई हल्लाउन सक्नुहुन्छ, कुनै पनि चीजमा एनर्जी ट्रान्सफर गर्न सक्नुहुन्छ। यसलाई तपाई जति धेरै प्रयोग गर्नुहुन्छ त्यति धेरै तपाईमा शक्ति बढ्न थाल्छ। त यसलाई कसरी सिद्ध गर्ने, त्यो एउटा क्वेशन उठ्न सक्छ। यसको लागि मैले पहिला नै एउटा भिडियो बनाएको थिएँ। यदि तपाईले हेर्नु भएको छैन भने यो भिडियोमा क्लिक गर्नुहोस् र यो सम्बन्धी म अन्य भिडियोहरू पनि ल्याउने छु। त्यसैले च्यानललाई सब्स्क्राइब गर्नुहोस् र छेउमै भएको बेल आइकनलाई दबाउनुहोस् ताकि मेरो नयाँ अपलोड भएको भिडियोहरूको सूचना मिल्दै रहोस्। अर्को भिडियोमा फेरि भेट्ने नै छु। तबसम्मको लागि बिदा चाहन्छु। नमस्कार।